So hello guys, welcome back to new vlog हैन. It's been long time. मैले केही पनि अपलोड गरेन, एउटा vlog अपलोड गरेपछि हैन. अनि एज सच कतै गएकै थिएन हैन, गए पनि त्यस्तो अपर्च्युनिटी नै भेटेन vlog बनाउने. सो आज चाहिँ हामी जिलोङ गइराछौं हैन. अनि सो मैले सोचेको why not, let's capture the moment भनेर. अनि हाम्रो सुरज दाइ यहाँ छ हैन. अनि दुईजना अगाडि म हजुरहरुलाई देखाउँछु. यहाँ प्रसन्न सर हाम्रो, अनि त्यसपछि हाम्रो सबुते जुन ब्लगमा पनि हुने मान्छे. सो अब हेरौँ कस्तो हुन्छ आजको, के भन्छ. वेदर पनि सही छ क्या, सो गुड. के भन्छ दाइ तिमीलाई, तिम्रो र मेरो नाम एउटै हो, थाहा नि तिमीलाई? थाहा भएन दाइ. मैले के भएको थियो के भन्छ, काममा म यतिकै बसिरहेको थिएँ. त्यसपछि एउटा केटा आयो, मसँग गफ गर्न थाल्यो. अनि त्यसपछि अनि यतिकै कुरा भइरहेको थियो, नर्मल कन्भर्सेसन भइरहेको थियो. अनि आएर अनि के हो तेरो नाम भन्यो. अनि सुरज भने. त्यो चाहिँ अफगानिस्तानको रहेछ फेरि. अनि त्यसले चाहिँ अनि के अरे सुरज भने के हो भनेर सोधेँ. अनि मैले चाहिँ इट्स द सन भनेर भनेको. अनि त्यसले चाहिँ अनि मलाई अनि हाम्रोमा पनि डिफ्रेन्ट नामहरू छ, जस्तै अफ्ताब भनेर भन्यो त्यसले मलाई. त्यसपछि त म ल हाम्रो एउटा नाम रहेछ है. त्यही त मलाई चाहिँ त्यो सन भनेर चाहिँ थाहा थियो, तर एसच कहिले कनेक्टै गर्न सकिनँ क्या, लाइक सुरज र अफ्ताब लाइक एउटै हो भनेर. सो हाम्रो नाम चाहिँ एउटै हो. सुरज डुबा यारोमा चाहिँ के डुबा जस्तो लाग्थ्यो त? अफ्ताब. तर त्यो अफ्ताब होइन, आफ्ताब हो नि खासमा. आफ्ताब यो खै के रहेछ क्या त, यो के अरे अफगानिस्तानी कि ल्याङ्ग्वेज कि समथिङ के भन्दो रहेछ होइन. उनीहरूले बोल्ने अनि तिनीहरूले बोल्ने त्यो ल्याङ्ग्वेजमा हुँदो रहेछ कि अफ्ताब भनेर. सौदले केही कुरा भनेर जस्तो लाग्यो, सुनिदिउँ न त सौदको कुरा. यो इन्टायर जग्गाको भ्यालुएसन कति आउला र भन्नुहोस्. त्यति क्यालकुलेट पनि गर्न सकिन्न यार हामीले. होइन त्यस्तो धेरै त नआउला हो. यो कहाँ को आउँछ होला न यो बाटोमा. पार्किङमा राखिन्छ, किन यत्रो दिमाग लाउनु, के दुःख गर्नु भन्छ. यसमा चाहिँ के दिमाग लाउँछ हो, तिमी छोड्देऊ. होइन चाहियो क्या, पार्किङमा राखेपछि एकछिन चलाएर गयो नि त. कसले राख्छ पार्किङमा गाडी? होइन क्या, मतलब घरभित्र त्यो ड्राइभरभित्र हाल्न खोज्दाखेरि चाहिँ होइन के दुःख गर्नु भन्छ. अब यसमा के सोध्छ हो, छोड्दै. होइन के त कुन दिन किन्ने लागि ड्राइभरभित्र त म जिन्दगी हाल्दिनँ होइन. जग्गा चाहिँ किन्ने लागि त्यो पोसिबिलिटी धेरै छ हजुर, दुःख गरेर क्या सर. के भन्छ गाइज, हाम्रो पोपट भयो होइन. हामी आउँदा नै ढिलो भयो, अनि अँध्यारो भइसक्यो. अनि केही पनि देखाउन मिलेन क्या, अनि कस्तो के देखाउनै मिलेन. सो लाइक त्यही लङ राइड, केही भिडियो इन्जोय गर्नुहोस् होइन. कस्तो बाखा के भएको छ आइरहनु होइन. सो के म चाहिँ पोस्ट गर्न चाहिँ यत्तिकै गरिदिन्छु होइन. हेर्ने यसै पनि कसैले नि होइन. सो हु केयर्स, अनि म हालिदिन्छु है त. सो लाइक दिस कैन बी द एन्ड अफ द ब्लग. विल सी यु नेक्स्ट टाइम. बाई बाई.